निस्केको रे के भिडियो बनाउँदै जाने हामी पनि कहाँ लिपमा जाने हो दिदी मर्निङ मर्निङ सबैजनाले कोही नरहेछ र पो त हामी मात्र रहेछ माथि पो जाँदैछ त हौ 4 बजे 4-5 बजे होला अहिले त आउनु आउनु अट्छ र त्यहाँ दिदी आइहालौँ के अट्दैन त्यहाँ ल हुन्छ म हिँड्दै हजुर को पहिला म एक्लै हिँड्दै जाने हो रे हिँड्दै जाने को पहिला मर्निङ मर्निङ सबैजनालाई 4 बजे आएर हिँडेको अब हामी अब गाडीतर्फ लाग्दैछौँ रे के गाडीतर्फ लाग्दैछौँ लौर्नेहरू ठुल्ठुलो झोलो बोक्दै हामी चौरिनेहरू सानो झोलो बोक्दै दिदी लौर्नेहरू ठुल्ठुलो झोलो बोक्दै हामी सानो झोलो बोक्दै चौरिनेहरू अयो कस्तो आँधेर है इटारीमा बिहान बिहान हेलो सबैजना गुड मर्निङ रे के उठेर यहाँ आइसक्दो रे के बल्ल गुड मर्निङ पनि भित्र छ कसरी नहुने बाहिर आएर बोल्ला कि है पारो छुट्टै छ दुनियाँ छुट्टै छ अरे के दिदी ड्राइभरलाई फोन गर्थे हामी त आइसक्यो छिटो आउनु भनेर क्या सुनसान छ हामी मात्रै के अनि म त खालो यो गाडी हाम्रो गाडी आयो अरे अब गाडी बजारे अब जाने हो ड्राइभर दाइहरू भर्खरै आउनु भएको छ हामी रेलदी गरी चेलीबेटीहरू ए कस्तो जाने कस्तो सोरे कस्तो भइगयो यस्तो दामी भइरह रे के खुसी लागिरह झोला त माथि राख्ने होला नि हिजोको ठाउँमै न त धुलै धुलो भइजाँदो रहेछ आया खोइ कसको हो वेटिङमा हिँडेको हामी यहाँबाट अब हिँड्ने अब इटारीबाट उज्यालै भइसक्यो हामी धेरै वेटिङ गऱ्यौँ नि यहाँबाट धेरै आलो भएर फिल्म खाजा खाएर हामी अब हामी कता जाने रे अब त उसो होला नि के अरे पशुपति के अरे के भन्छ अरे कतै होला इलामै भन्दो रहेछ है यसलाई नि खाजा खाएको भर्खरै यहाँ खाएको हामीले हाम्रो गाडी यता छ जाने अब उता जाउँ पानी किन्नु पनि रहेछ है नकिन्दा खामा अब त भिडियो गर्दै जाने यहाँबाट यहाँ बोर्डमा आउने बेलामा किन्नु पनि रहेछ यहाँको टोइलेट खतरा गन्दी गइहाल्ने हो दाइ हजुर त्यही त हामी नै आइसकेको थियौँ त्यही भएर भनेको ठुलै खाएको मेरो आमा हाम्रो झोला कति यता छ यता छ हिजो त यही भरि थियो आज त यहाँ पनि छैन अब खाजा खाइयो मस्तसँग नाचिन्छ गइन्छ इटहरीबाट के अरे इलाम हुँदै अब कहाँ जाने दिदी दार्जिलिङ कि सिक्किम सिक्किम दार्जिलिङ यहाँबाट लाग्दो रहेछ कि गाडी यहाँसम्म मात्र आउँदो रहेछ यो ठाउँलाई के भन्छ दिदी यो चाहिँ साँच्ची पशुपति नगर भनेको यस्तो रहेछ क्या गाडी ठुलो गाडी चाहिँ यहाँसम्म मात्र जाँदो रहेछ
त्यहाँबाट चाहिँ यता चाहिँ अब सानो गाडी अब हामी यो जिपमा चढेर जाने सबैजना हेलो गाइस हेलो गाइस हेलो गाइस भिडियो बनाएर अब पठाउनु पर्यो भिडियो बनाएर पठाउनु पर्यो नआउनेहरूलाई कुन चाहिँमा हो त नि नत्र किन झार्थे हेर्नलाई मलाई झुक्नु भएको क्या दिदी त्यत्तिकै के गाडी यातिर त अलिक जाडो रहेछ पो जाडो छ त्यति घर नरहेछ है बाक्लो नरहेछ आगे त्यो इलामको चिया बगानमा फोटो खिच्नै पाएन नि त्यतिखेर हामी नाच्नु मात्रै पऱ्यो है त्यतिखेर हामी नाच्नु मात्रै पऱ्यो नि त कति बजे निस्किँदै हामी 5 बजे निस्किँदै है 5 बजे 6 7 8 9 10 11 6 घन्टाको ट्राभलपछि हामी अहिले सिक्किम जाँदैछौँ यता कुखुरा पाउँदो रहेछ जाम अब हामी गएको बाई बाई दार्जिलिङ हो रे यो चाहिँ दार्जिलिङ हो रे दार्जिलिङको पसाल यस्तो तैँले उड्या कस्तो जाडो भयो यहाँतिर त यहाँको वेदरले खतरा जाडो छ है आर्किटेक्ट पर्ने हो क्या दिदी उतै गएर किन भयो केटा उता छ यो त त्यहाँ छ दिदी नै जाडो बस्छ यतिर खुब साल रे के हामी बल्ल बल्ल पसलाई पुग्छौँ कोही छापे हाम्रो गएन पसलरी त्यो छापेर इथेलो वाला जो लगा छ मोरो कोही छैन हाम्रो यहाँ म जान्छु पहिला म त ऊ त म पहिला हो रे म पहिला जान्छु आए बाबे घर कहाँ नि रामदीपुर रामदीपुर आयो टाढे अभी क्यों झोला चुडाल्दै झोला त्यति सामान चाहिँ दार्जिलिङमा चाहिँ त्यति राम्रो राम्रो छैन होइन सिक्किममा चाहिँ त्यति खाना चाहिँ खाएको छैन अहिले कति बज्यो भने नेपालको सिम चाहिँ हेर्न चल्दो रहेछ 1:30 बज्न लागिसक्यो भातै खाएको छैन भोक लागिसक्यो भरे कति बजी हुन्छ अब भात खाउँ कति बेला हुन्छ हामी दार्जिलिङ अब खाना खाने ठाउँमा हामी माथि जङ्गल यस्तो खतरा रहेछ खाना खाएर हामी त फर्केको रे खाना खाएर फर्केको रे हामी त मैले के हो ल्याएर जस्तो लाग्थ्यो ए लाग्थ्यो के भएर फुपू हाँ के भएको रे होला अघि हामी झरेको हे होला यहीँ होला यो माथि के रहेछ है अब भोलि हेर्ने त्यही होला ए पर्सि है दिदी आज त सररै जाने होला अब सररै सिक्किम चिसो हो चल्दो रहेछ यतातिर चाहिँ यता छ दुईवटा ग्रुप गइसक्यो हामी यति ग्रुप बाँकी छ अब चाहिँ
टु सिक्किम। अब सिक्किम सुरु अहिलेसम्म हामीले दार्जिलिङ थियो, यो पुलबाट चाहिँ उता दार्जिलिङ पऱ्यो अनि यताबाट चाहिँ अब सिक्किम। यहाँ चाहिँ अब फोटो खिच्ने फोटो दिनुपर्ने चाहिँ लाग्दै चाहिँ सबैजना लाग्दै दिइसक्यो। अब चाहिँ हाम्रो अब जाने यता खोला रहेछ क्या मेरो त्यति राम्रो क्यामेरा छैन त्यही भएर राम्रो देखेकै छैन। यो गेटबाट वाला छिर्ने हामी छिर्यौँ तिम्रो हेराइले मेरो धड्कन रोकिदियो रोकिदियो ल एउटा फोटो नै खिचेन नि पर्दैन। यहाँबाट यहाँ सबै यहाँ उसै रहेछ गुरुङै रहेछ यहाँको नि सबै गुरुङ रहेछ यहाँ। हजुर खोइ पुलिस त थाहा भएन सबै गुरुङ छ भन्नुभएको थियो कि। अब हामीले चाहिँ यो मात्र देखाउने फुपू हजुर त्यसमा डिटेल छ नि त हाम्रो त्यही भएर अब हामी हिँडेको हेन्डल छ र आन्टी यता गयो यहाँ रहेछ क्या नागरिक बुझाउने हामी त घले हो लगाइदिएको हामी घले गुरुङ हो भन्नुपर्छ कि मात्रै होइन हामी घले गुरुङ भने सरे बन्छ त भेडाहरू हो भन्नु नि भेडा त सिङ्गै भन्दैन भेडा हो भन्नु नि सारा जङ्गलको बाटो भेडा भयो एकरो हुन्छ रे त गुरुङ होला भेडा भन्छ नि त्यही भएर तामाङ चाहिँ के हुन्छ भाइ दिदी यो मन्दिरलाई के भन्छ रे साइबा होला खै के हो साइबाको मन्दिर यहाँ खतरा देख्दो रहेछ है यहाँ। अब हामी माथि जाने हो कि के अरे चार धाम कि के हो भन्नेमा चार घाम कि चार धाम भन्नेमा या खतरा रहेछ है मन्दिर त। यता फोटोसुट हुँदैछ अब मेरो पनि फोटोसुट हुन्छ। हेलो गाइज वाह फोटोसुट भयो हामी अब रिटर्न भएको यता यस्तो दाम बार हाम्रो गाडी यता छ ट्याक्सीमा जानुपर्ने रे हामी यहाँबाट चार धाम चाहिँ अनि यहाँसम्म चाहिँ हामी ट्याक्सीमा आज गाडीमा आएको अनि हामी चाहिँ अब ट्याक्सीमा जाने हो। ट्याक्सी हामी कता हो दाइ कता त्यति राम्रो फोटो खिच्ने पाइन्छ गाडी गइसकेर छुटाउन उनीहरू चार धाम आइपुग्यो। चार धामको फुल यो चार धामको फुल आइपु कस्तो राम्रो खालको यो फेरि एउटा खिचिन त अफ भयो यता ट्याक्सी पार्किङ आउँदै हुनुहुन्छ हाम्रो टिम आउँदै हुनुहुन्छ जाँदैछौँ हामी अब कहाँ जाँदैछौँ रे दिदी हामी शिवको मन्दिरमा कताबाट जाने हो यताबाट होला नि इन्ट्री यता देखा त्यता आउनु न झ्यालमा जानु रे जानु त एकचोटि
टिकट लिनुपर्ने होला टिकट लिनु रहेछ हामी टिकट लियौँ टिकट लियो अब जाने यहाँबाट या वहाँ माथि गएर अब हामीले कामै छैन त यहाँ उता यस्तो दामी रहेछ खाली खुट्टा हिँड्नु परेको अवस्था जानलाई जुत्ता लाएर जान्छ है नेपालमा त यहाँ त आमामा खुट्टा जुत्ता फुकालेर जानुपर्ने रे के रहेछ अब 50 रुपियाँको टिकट किन्ने रे 50 रुपियाँ रे अनि 50 रुपियाँको टिकट नभएर हामीलाई 25 रुपियाँको डुट्टो भिराइदिए डुट्की हान्ने रहेछ हे भगवान् लोकलको टिकट हामीलाई हाम्रो टुरिस्टहरूलाई चाहिँ टुरिस्टले हामीलाई आउँदैछ हाम्रो ग्याङ त हामी जाँदैछु खतरा उस्तै सराउन्डिङ चाहिँ दामी छ के ओ क्या खतरा हो क्या यहाँ त रहेछ शिव मन्दिर छ यता छ यता मन्दिर 4 धाम भनेको यो रे के 4वटा चाहिँ एकदम राम्रो 4वटा धामहरूको उस छ रे के यसमा चाहिँ त्यही भएर चाहिँ 4 धाम भनेको रे कता पशुपति स्वयम्भू छ भन्दै थियो जुम्जुमी यहाँ चाहिँ पानी आउनु रहेछ है यहाँ पानी आउनु रहेछ क्या अहिले चाहिँ सुकिएछ होला सुकिभ्याछ माथि जाने नै पाउने रहेछ क्या के अनि त्यसलाई त्यो भेटायो भने तपाईँको टाउको नै भेटाउँदैन तपाईँ नै भेटाउँदैन अनि यो 4 धाम भनेको त्यो मन्दिरको नाम के भन्छ नि दिदी त्यो मन्दिरको नाम के हो नि दिदी 4 धाम साजु 4 धाम रे 4 धाम भने त्यही हो यो सबै 4 धाम मन्दिर रे म ए खास त्यसको नाम के हो र त्यसको मन्दिर त थाहा छैन यो सबै 4 धाम हो हामी फोटो खिचेर शिव मन्दिरबाट फर्किँदैछौँ अब हामी फर्किँदै फोटो खिच्यौँ होइन अब फेरि यहाँ ग्रुप फोटो खिच्ने रे फेरि ग्रुप फोटो खिच्ने हो यता नि मन्दिर बनाउँदै रहेछ 4 धाम भनेको यही हो र ल गाई चाहिँ हेर्नु होला यहाँ ग्रुप चाहिँ हाम्रो पोखराको ग्रुप च्याप्टे च्याप्टे तब त्यसका बाजे यहाँबाट खतरा जान्छ तिमी यहाँ होला तिमी यहाँ होला दाजु के अरे दिदी बहिनीहरू खिच्दै थाहा फोटो 4 धाम आयौँ हामी 4 धामबाट चाहिँ अब हामी सिक्किमतर्फ लाग्ने हो रे सिक्किमतर्फ लागेर होइन अब सिक्किमतर्फ लागेर भोलि
भोलि यहाँ दार्जिलिङमा चाहिँ कस्तो बन्द हुन्छ अरे भोलि चाहिँ रिटर्न हुन होला हामी भोलि सिक्किम नै घुम्ने हो अनि पर्सि चाहिँ बल्ल हामी दार्जिलिङ घुम्ने हो भोलि चाहिँ सिक्किमको भएको ल अब चाहिँ यता फेरि फोटोसुट हुँदैछ फेरि फोटोसुट हुँदैछ राम्रोको हो होला राम्रै रहेछ है दिदी गेट यता छ बिल्कुल राम्रो यार यार पो भनिन्छ अब हामी निस्केको अब सिक्किम गएर भात खाने हो खाजा खाने पाइएन आज भात त बिहानको भात 3 बजे ओए 3 बजे खाएको होइन ओए बिहानको मात्र खाएको होइन दिउँसो कहाँ खायो 3 बजेतिर भात खायो होइन अहिले फेरि ए मा ओ हाम्रो साथीहरू अब यहाँ भने नि यहाँको 8-10 लाख पर्ने गाडी त वहाँ 50-60 लाख भन्छ अनि कसरी किन्नु ला हो अब मेरो सासूहरू चटी सासु कति पारेर मात्र आउँछ दामी आहा अब किन आउँछ अब सिक्किमको गान्तोक भन्ने ठाउँमा होटेलमा हो है हामी चाहिँ एमजी रोड यो माथितिर हो रे हामी चाहिँ तल हो बल्ल आइपुगेको कति बज्यो 10 बज्यो टक्लक्कै 10 बज्यो